भचिङकोटको एकदम टपमा आइएको छ र यो समुद्री सतहदेखि 1873 मिटर समथिङ त्यसको हाइट चाहिँ 1873 देखाइरहेको छ हाम्रो यो अल्टिच्युडमा। अनि चाहिँ अहिले हामी चाहिँ यो भने साथीहरूले भन्नुभएको रहेछ। अनि यो ठाउँमा हामी आएका थिएनौँ, अलिक तलसम्म ग्राउन्डसम्म त आएका थियौँ। अब यहाँ चाहिँ कस्तो रहेछ, साथीहरूले के बनाउनु भएको छ, साथीहरूको परिकल्पना कस्तो छ भन्ने खालको सोचमा हामी यहाँ आएको र हेऱ्यौँ। र यहाँ एकदम शानदार छ, राम्रै छ, एकदम राम्रो गर्नुभएको रहेछ, हेर्ने थियो साथीहरूको। त्यो भएर हामी यहाँ आइयो। यो समुद्री सतहदेखि चाहिँ के अरे तल देउरालीकै तल हाम्रो बजेट 1600 कति छ तलको। यो चाहिँ 1873 समुद्री सतह चाहिँ देखाइरहेको छ। स्पोर्ट यो बनाउने भन्ने ठाउँमा, पिकनिक स्पोट बनाउने भन्ने ठाउँमा राम्रै छ। अलिकति साथीहरूले यसलाई चाहिँ यो झाडीहरूलाई पनि फान्दाखेरि यसलाई खास गरेर कुनेर कलाकारहरू लिएर यसलाई चाहिँ यसको कटिङ पनि मिलाएर कटिङ गर्न पाएको भए साह्रै राम्रो हुन्थ्यो। अलिकति हतारमा यसलाई चाहिँ फाँडेपछि चिल्लो बनाएपछि राम्रो हुन्छ कि भन्ने खालको सोच भयो। अलिकति कलाकारलाई चाहिँ कसरी काटछाँट गर्ने, के गर्ने, यसको डिजाइनिङ कसरी गर्ने भन्ने खालको चाहिँ अझै सोच बनाउनु थालेको भए सुनमाथि सुगन्ध हुन्थ्यो। अहिले पनि राम्रै छ नि त। यहाँको विशेषता खास गरी यो लाली गुराँसहरू चाहिँ यो फुल्ने यो लाली गुराँसको मनमोहक छ। र यहाँबाट लगभग 34 चुली सबै चिल्लो पनि रहेछ। यतातिर बेल्टामा खास गरी यो अलिकति उचा भिर छ। भिरबाट तलतिर चाहिँ अब मिर्मी भयो, अनि तल थुम्का भयो, लसरका बेसी आलमठान उता, अनि चाहिँ के अरे पाल्पा श्रीनगरको विभिन्न ठाउँहरू चाहिँ दृश्यावलोकन गर्न सकिने रहेछ। यहाँ एकदम है त्यो भौगोलिक चाहिँ त्यो डाँडा काँडाहरू चाहिँ मिलेको एउटा छिटिजमा चाहिँ पनि देखिन्छ यो। तर यो खासमा अप्रिय घटनाहरू हुन्छ कि भन्ने खतराहरू पनि छ। यसलाई तारबार जाली चाहिँ तत्काल आवश्यकता मैले देखेको। अब यसलाई चाहिँ स्वाट यो भिर एरियातिर होइन सर, स्वाट चाहिँ तारबार जाली त्यसलाई चाहिँ स्वाट चाहिँ गर्न पर्यो, त्यसलाई बार दिन पर्यो। बार दिएपछि बल्ल मात्रै त्यो बारेर मात्रै बल्ल स्पोर्ट चाहिँ यसलाई चाहिँ पिकनिक स्पोर्टको रूपमा चाहिँ विकास गर्न सकिन्छ भन्ने हो। मैले तत्काल देखेको यसलाई चाहिँ अब तार बाली मलाई 1-1.5 लाख कति लाग्छ, त्यसले चाहिँ पैसाले चाहिँ स्वाट जाली ल्याएर जाली बुनेर यो चाहिँ चल्थ्यो भिरबाट चाहिँ एकदम भिर भयो। तल पनि हेर्नै सकिने भएन, होइन दृश्यावलोकन पनि भिर पनि गर्न सकिन्छ। त्यो जाली ठ्याक्क बारिदिने होइन, छाती चाहिँ जाली बार्ने भने त चक्कर लाग्दैन, रिङ्गाउँदैन। त्यहाँनिर छेउमा त पुग्नै सकिनँ कि, म त पुग्नै सकिनँ। आखिर हिँडायो नि त्यहाँ क्या, चक्कर लागेर भन्ती घुम्दै खसिने कि भन्ने खतरा नि भयो। त्यसमा फेरि खाइपिए पनि हुन्छ, केटाकेटीहरू यहाँ दिमागै पुरै हुँदैन कि बुद्धजी, दिमागै पुरै हुँदैन। त्यहाँ फेरि त्यही भएर यस्तो स्वाट चाहिँ जाली के स्वाट यहाँबाट कति मिटर छ स्वाट चाहिँ जाली लगाइदिने भिर एरियातिर। त्यसपछि यसो गएर पनि दृश्यावलोकन गर्न सकियो तलसम्म। तर अहिलेको लागि त अलिक डेन्जर चाहिँ मैले यो माने है। यसको चाहिँ तत्काल चाहिँ हामीले यो चाहिँ हेर्न पर्यो, वडाले गाउँपालिका अरू सरकारवालाहरूले चाहिँ यसलाई चाहिँ सम्बोधन चाहिँ गर्नु पर्यो। मेरो सुझाव चाहिँ यो रह्यो है। अन्त त यो सबै कुरामा राम्रो छ, एकदम फ्यान्टास्टिक छ। साथीहरूले एकदम चाहिँ रमाइलो बनाउनु भएको छ। हामी आइयो यो पिकनिक स्पोटको लागि चाहिँ अब यहाँ चाहिँ खास गरी टर्च चाहियो होइन सर, एउटा टर्च चाहिँ त्यो जाली चाहियो। अनि चाहिँ यहाँ चाहिँ फलामको टर्च चाहिँ यसो स्वाटको चाहिँ चाहियो। अनि अलिक पर चाहिँ त्यो अलिक पर त्यो चुली छ, त्यहाँ फेरि यस्तो राउन्डको फेरि उचाइयो के अरे त्यो के चाहिँ गोल हुन्छ छाना जस्तो टिन लगाएर के बस्ने के भन्छ प्रतीक्षालय जस्तो गोल हो के ठ्याक्क बनाएको चाहिँ त्यो चाहिँ चाहियो है। त्यसो भएको हुनाले चाहिँ त्यो त्यहाँ चाहिँ त्यस्तो किसिमको देखियो होइन, त्यो त गोलो हुन्छ है, गोलो चाहिँ ठ्याक्क प्रतीक्षालयमा ठ्याक्क बस्ने। यहाँ चाहिँ लामो खालको चाहिँ ऊ चाहिँ के अरे ऊ के टर्च चाहिँ चाहियो है। यो टर्च यो पनि 2-2.5 लाखको कुरा हो। त्यो पनि गरेर राउन्डमा चाहिँ त्यो पनि धेरै लाग्दैन, 1 लाखको समथिङ 1 लाखको प्लानमा बन्छ त्यो। अनि यता नि बनाइदियो, अनि बस्नेहरू प्रतीक्षालय बनाइदियो, यहाँ बनाइदियो। अनि अब रह्यो पकाउने जग्गा र अर्को कुरा रह्यो पानी ट्याङ्की कुरा है। यहाँ चाहिँ पानी ट्याङ्कीको व्यवस्थापन हुनै पर्यो। अनि हुने भएपछि यो टर्चबाट चाहिँ जम्मा हुने पानीलाई चाहिँ त्यसको सिस्टम गराएर घैँटो घैँटो सिस्टम त्यस्तो पानी त्यो घैँटो त्यो सिस्टम घैँटो पनि चाहियो। यहाँ घैँटोमा ठ्याक्क गरेपछि पानी चाहिँ
आफै खोल्न मिल्ने अनि आफै लगाउने खालको चाहिँ यहाँ पानीको व्यवस्थापन गर्नु पर्यो। ल यही कुरा हामी देख्यौँ। तत्कालको लागि हेर्नुहोस् 10-15 लाखको योजना, 10 तल्लो 10-15 लाख ट्याङ्की स्याङ्की सबै गरेर 10 लाख तल्लो नत्र 15 लाख हुने अझै राम्रो है। यहाँ भने अनुसारको बनाउनु। 10 लाखले पनि अब टर्चहरू बन्ने भयो, अनि चाहिँ पानी ट्याङ्की बन्ने भयो, त्यहाँ चाहिँ गोल प्रतीक्षालय बन्ने भयो। सामान्य अब चाहिँ पकाएर खाने ठाउँ अलिक पल्तिर बाखा बनाएर आगो लागि नहोस् त्यस्तो किसिमको चाहिँ आगोको चाहिँ उ नहोस्, त्यस्तोलाई चाहिँ कम्पाउन्डिङ गरेर त्यो खालको चाहिँ मोडेलले बनाउनु पर्यो। यो एकदम राम्रो छ है। यो म एकदम चाहिँ यसलाई चाहिँ स्याल्युटै गर्न चाहन्छु। खुसी छौँ ल है साथी हो एकदम चाहिँ। ल समुद्री सतहदेखि 1873 मिटर हाइटमा भएको यो के अरे हचिङकोट होइन सर, ठुलुम्पेको एउटा बिचमा रहेको हचिङकोट डाँडोमा चाहिँ आइपुगेका छौँ। र यहाँ साथीहरूले जनश्रमबाट अब र केही पालिकाको उसबाट यहाँसम्म बाटो ल्याएर यो चाहिँ पिकनिक स्पोटको रूपमा चाहिँ डेभलप गर्ने भनेर चाहिँ यहाँ जनश्रम गरेर बनाउनु भएको रहेछ। र हामी यहाँ आज आयौँ र यो धेरै राम्रो रहेछ। यहाँबाट दृश्यावलोकन गर्न मिल्ने धेरै पाल्पाको तानसेन चाहिँ पाल्पाका रिमिघा भन्ने जो के अरे हात्तीलेख पछि दोस्रो पाल्पा जिल्लाको उचाइमा रहेको रिमिघा डाँडोलाई पनि यहाँ देखिँदैछ भने त्यो चाहिँ कौडेको लेख पाल्पाको माडीभन्दा माथिको चाहिँ कौडेको लेख र यता चाहिँ यो झुन्टुलुङ भन्ने टावर र चाहिँ यो यता यो हाम्रो चाहिँ के भन्छ यो हार्थोकदेखि यतातिर चाहिँ यो खास गरी रिब्दीकोटको टावर छ। रिब्दीकोटको टावरहरू चाहिँ यहाँबाट देखिन्छ भने यहाँ आलमथानलाई चाहिँ सम्मुखमै छ। अब तर चाहिँ लसरगा बेसी श्रीनगर भए सबै बतासी डाँडाहरू चौधर भान्जी यहाँ देखिँदैछ। यसको मनमोहक छ। यतातिर चाहिँ अब उतातिर अब सत्यवतीदेखि लिएर हिमालसम्म देखिने रहेछ भने यतातिर हिले सबै देखिने रहेछ। यो एकदम राम्रो ठाउँ रहेछ पिकनिक स्पोट। हामीले यहाँ अलिकति हामीले तत्कालै चाहिँ 8-10 लाखको प्लान योजना चाहिँ हुने हो भने यो अझै राम्रो हुनेछ जस्तो देखियो। तत्काललाई चाहिँ अब यहाँबाट मान्छे फस्न सक्ने भिड भएकोले चाहिँ यहाँ चाहिँ जाली सट्ट जाली लगाइदिनु पर्यो है। कति मिटर पर्छ यो जाली कम्ती नि 4 फुटको जाली 4 फुटको जाली चाहिँ ले चाहिँ यता भिरतिर पाखा चाहिँ बार्नु पर्यो। यहाँ अब आँधीहुरी बतासहरू आउन सक्छ, साँच्ची हुन्छ। यहाँ टर्च चाहिँ चाहियो र राउन्ड खालको टर्च, अर्को चाहिँ के भन्छ त्यसलाई प्रतिछाला जस्तो नि प्रतिछाला भनिन्छ त्यो खालको चाहिँ व्यवस्थापन गर्नु पर्यो। र तत्काल चाहिँ त्यो टर्चबाट आएको पानीबाट चाहिँ जम्मा भएको पानी चाहिँ त्यसलाई कोलज गरेर ट्याङ्की सिमेन्टको ट्याङ्की भनौँ त्यसलाई घैँटो होइन घाडा भन्छ त्यसलाई। सिमेन्टको घाडा जो पाल्पा जिल्लामा पहिले पानी थिएन त उहाँ त्यस्तो बनाएर जम्मा गर्नुभएको थियो। त्यस्तै आवश्यक हामीलाई यहाँ जरुरी छ कि त्यस्तै देखियो। र यो सहरमा चाहिँ एकदम राम्रो देखियो। एकदम चाहिँ बोर चाहिँ नहुने एकदम आनन्द चाहिँ देखियो। यहाँभन्दा तल अलिकति चौरै छ, गेम खेल्न सकिन्छ। मानि यहाँ चाहिँ अब उहरू चाहिँ बच्चाहरू खेल्ने चाहिँ पिङसिङहरू के झुला के भन्छ है, त्यो पनि अब व्यवस्थापन गर्ने त्यो त पछिका कुराहरू भयो। तत्काललाई चाहिँ प्रतिछालाई चाहियो, यो तारबार चाहिँ जालीहरूले चाहिँ बार्नु पर्यो, अनि चाहिँ ट्याङ्की चाहियो खानेपानीको लागि होइन। यी कुराहरू व्यवस्थापन गरिसकेपछि यो चाहिँ राम्रो बन्छ। हाम्रो ठुलसोत्तती जस्तै त्यस्तै नै जग्गा त्योभन्दा नि बेहतर, त्योभन्दा नि धेरै बेहतर राम्रो जग्गा छ, एकदम नजिक छ। थोरै चाहिँ 10 मिनटमा चाहिँ आएर चाहिँ सबै कुराको दृश्यावलोकन गरेर 10 मिनटमा आइन्छ। 10-15 मिनट मिनिमम लाग्ला, त्यस्तो नलाग्ला पनि 15 मिनट त मुलुक पुगिन्छ। ल ठिकै छ है। ल 16 वर्षे उमेरैमा मै पनि झिल्के हुँदो हुँ, अहिले पो बुढो भए।